माई च्यानल अनि आज चाहिँ म सिम साग बनाउँदैछु। यो सिम साग त मैले धेरैचोटि बनाइसकेँ, तर आज चाहिँ किन युट्युबमा एउटा भिडियो नहाल्ने त बनाएर भनेर अनि मैले चाहिँ केलाइसकेको छु। यो सिम साग चाहिँ डाइरेक्ट खोलाबाट नभएर यो चाहिँ फार्मिङ गर्नुभएको छ एकजना आमाले। अनि त्यो पानी हालेर माछा पालेको जस्तै गरेर क्या, अनि त्यहाँबाट ल्याएको। अनि त्योबाट एकदम सफा छ, हेर्नु न कस्तो सफा, यत्तिकै क्लिन क्या, कस्तो सफा छ। अनि अब यो चाहिँ मैले अलिअलि लास्टको त्यो डाँठहरूलाई चाहिँ निकालेर केलाएर होइन। अनि यहाँ चाहिँ यति भइसकेको छ। यो चाहिँ धेरै देखिन्छ तर पकाउँदा चाहिँ थोरै हुन्छ क्या, त्यही भएर यसलाई चाहिँ टन्न भरेर अनि म चाहिँ बनाउँछु अनि म देखाउँछु पनि हजुरहरूलाई है। आइनो सबैजनालाई आउँछ, तैपनि एउटा कुकिङ बहाना ल है त। म केलाएपछि फेरि हजुरहरूलाई देखाउँछु। साग चाहिँ मैले पखालेर यस्तो पिसमा काटेको छु। हजुरहरूलाई मनपर्छ भने चाहिँ नकाटिकन केलाउँदाखेरि नै सानो सानो गर्दा पनि मिल्छ। अनि मैले त्यसमा यसलाई बनाउनको लागि चाहिँ लिएको छु 2टा सुकेको खोर्सानी र 5 फोरन, अनि लसुन प्याज अलिकति, अनि त्यसपछि चप टमाटो। अनि यता चाहिँ मैले कराई बसाइसकेको छु। अनि नेभर माइन्ड, यो चाहिँ मेरो फेभरेट कराई हो। बाहिर कालो छ तर भित्र सेतो छ गाइस। अनि यहाँ चाहिँ राइस पाकिरहेको छ होइन। अनि यो चाहिँ हल्का तातिसक्यो। अब यसलाई म राखिसकेपछि फाइनली कस्तो बन्छ भनेर देखाउँछु है त। साग चाहिँ यो चाहिँ भात रोटी त्योसँग खाँदा नि हुन्छ। बाई गाइस।